Okay, let's go. बिहान हामी लुगा धुँदैछौँ हाम्रो ब्लगमा स्वागत छ तपाईँहरूलाई अब तपाईँहरूले एकैचोटि नमस्ते तपाईँको छोरीलाई गराउनु न हेनाले गरोस् हेनाले त गर्छ होला साँच्ची कसो भन्नु त मलाई त बोल्नु मन लाग्छ सक्छ लाग्छ रे बेबियानीहरुको सबै मज्जाले अस्ति मैले एउटा भ्लग सुरुको हामीले त्यो उता त्यो बार्ने सुरुको भ्लग बनाएको थिएँ बिहान उठेदेखि हैन त्यो ठाउँमा पुग्नुन्जेसम्म बिचमा खाएको गएको अनि अब यहाँ पुग्यो भने सबै भ्लग बनाइसकेर हैन त्यो पुगेर के त्यो रेकर्ड गरे हैन म त हाँस्दा किन कमेन्टलाई आफैलाई कमेन्ट लाग्दा होला कमेन्ट चाहिँ सोर भिडियो त पुरै बनाइसकेको थिएँ मैले बसेको ठाउँदेखि निस्केको ठाउँदेखि गएको ठाउँसम्म सबै बनाएको थिएँ त्यो भोइस सुन्ने बानी नभएर हो आफ्नो भोइस सुन्ने बानी नभएर हो कसले सेट पनि तर महत्सँग बिहे गरेको एउटा आन्टी हुनुहुँदो रहेछ होइन कस्तो दामी दामी लाग्ने क्या त्यो अस्ति म तपाईँलाई सुनाएको थिएँ नि के त कपाल के तपाईँको मास्कको बनाएको थियो मास्क अर्कोलाई स्वागत गर्नुपर्ने ल आजको दिन मेरो पहिलो यो भ्लगमा स्वागत छ धन्यवाद तपाईँले मलाई आफ्नो के भन्छ पेजमा राख्नु भएको लागि ल तपाईँको मुहार अब करोडौँ नेपालीले देख्नेछन् यस अनि हाम्रा गाईहरू पनि अब के अरे भ्लग बनाएको तपाईँ गाईहरूलाई पनि स्वागत छ हाम्रो भ्लगमा यिनीहरूलाई हरियो घाँस दिएको सकाइ जहिले पराल खाएको बानी हरियो घाँस भएपछि त जे हरियो देख्यो त्यो चपचप्पै पार्ने आजको दिन ल हेर्नु यहाँ भ्लग बनाएपछि हाम्रो समाजमा अलिकति गाह्रो छ त्यही कारणले यहाँ छुपी भ्लग बनाउनु पर्ने अवस्था छ फेरि पनि स्वागत छ तपाईँलाई तपाईँको त्यो भिडियोहरूमा आफ्नो भोइस सुन्ने बानी नभएपछि त्यस्तै हुँदो रहेछ कि बानी भएपछि अर्कै सुन्दो रहेछ क्या भिडियोमा तर अनि डाइनामिक हामी जाँदैछौँ होइन होइन के अरे पहिला भन्न कुरा गर्नु न पहिला यस्तो गर्ने भनेर गरिहाल्छ होइन हामी के भन्छ हामी क्रिसमसको लागि क्रिसमसको ट्री लिन जङ्गलतिर हामी जाँदैछौँ हामी बाइक राइडमा जङ्गलै माथि छ सुरु भइसकेको छ सबैजनालाई जय मसी भइसक्यो के सबैजनालाई जय मसी हामी आज क्रिसमस ट्री लिनको लागि हामी जङ्गलतर्फ जाँदैछौँ हाम्रो स्कुटी
मात्रै हामी सरर जाँदैछौँ। हामी जे जति गर्नेछौँ तपाईँहरूलाई यो भिडियोमा हामी सबै कुराहरूलाई एड गर्नेछौँ। हेर्दै गर्नु होला, माया साथ सपोर्ट तपाईँको आशा गर्छु। लाइक कमेन्ट सब्सक्राइब गर्नु होला। यो कामद्वारा तपाईँलाई पनि हामीले आशिषहरू सेयर गर्नु सक्छौँ। यो होइन बात। आज होइन आज होइन अरे कहिले अरे शनिबार आइतबार यो ठाउँ कहाँ पत्ता लाउनु होला ल तपाईँहरूले। विच प्लेस इज दिस? काठमाडौँ। तर कहाँनिर हो पत्ता लाउनुहोस् डाँडाहरू हेरेर। अब हाम्रो मुहारहरू पनि हेर्नु होला। यस्तो मजाको बाइक राइडर जङ्गल चाहिँ यो रहेको छ। हाम्रो जङ्गल यो रहेको छ। यहाँ काट्न जानुपर्छ हामीले। सुन्दर जङ्गलको छेउमा जङ्गलको छेउमा एकजना हाम्रो यस्तो व्यक्तित्व बस्नुहुन्छ। उहाँको बारेमा भन्नुपर्दा उहाँलाई एकदमै गाउँ गर्नुपर्छ। उहाँले पल्सर बाइकमा चढ्नुहुन्छ। चिप्लिन्छ है यस्तोमा। ल ठुकाउनु हो हाम्रो दिललाई घर। खाल्टा रहेछ यार। बुढो मान्छे यही हुनुहुन्छ हाम्रो आदरणीय बुढो मान्छे। गल त्यही हुन्छ। जय मसी सबैजनालाई स्वागत छ। त्यो हाँगा थियो अरे नि त दाइ खोइ ए हाँगा त बालिसक्यो। लिन आउँछ भन्ने थाहा थिएन। ल बालेछ हाँगा त बर्बाद भइहाल्यो नि यार। त्यो हाँगा लाग्यो हो। त्यहाँ नि मान्छेले समात्छ भन्छ आगो बालिदिएछ नि यहाँ यसरी लिन आएको सामान त पुरै आगो बस्न खरानी खरानी भयो। त्यही त अब रुमी म्यामले झन् अनि चित्त बुझ्छ कि बुझ्दैन यसो हुन्छ नि त। यो हाम्रो सब काम बिगार्ने मान्छे नै अहिले आएर म त सँग गएको छैन। भाबी तपाईँ उता फर्केर बोल्दैन उसले बस्नुभयो। यता हो बाटो। तपाईँले समाते नि के गर्ने भन्नु होइन त्यस्तो कुरा नगरौँ। यहाँ हामी बरु आफ्नै जङ्गलतिर जाउँ अनि यसो हाँगासँग काटेर ल्याउँ होइन। क्रिसमसको माहौल छ। क्रिसमसमा अब ट्री सजाउनु पऱ्यो, मान्छेलाई आकर्षण गर्नु पऱ्यो भन्ने कुरा हो होइन। त्यस कारणले गर्दाखेरि यो चाहिँ सुन्दर होस् भनेर भन्न चाहन्छु। यसै हातमा दिने घुस लिने दान दिने काम गरिरहेछ नि यहाँनिर। नि यहाँ यस्तो छ कुरो। यो त मान्छेको भाइ यत्रो ठुलो रुख राख्ने है उसले चाहिँ। यो रुख राख्नु न चस्को अगाडि पुरा झ्याम्म काटेर। कता हो जाने बाटो? अस्ति तिमीहरू कता गएको थियो?
लाग्दैन कि रुख काट्न पहिलाको पर्छ कि ल हामी चाहिँ हाम्रो आफ्नै जङ्गलमा आइसकेका छौँ यो जङ्गलमा अब सुहाउँदो रुख चाहिँ छान्दैछौँ के देखेन त जङ्गल कता हो भेटायो एउटा ठ्याप्प मिलेको चाहिन्छ नि ठ्याप्प मिलेको चाहिन्छ होइन हाम्रो यस्तो छ कुरुकानी के भयो कहाँ छ कहाँ देख्यौ तिमीले त्यो अनि कसरी सानो धेरै सानो त्यो सानो चाहिँ ठिक्क छ के ढाक्नु ल हाम्रो बिचमा के लिएर आउनु भएको छ तपाईँ रुखको हाँगा हो यो यसो क्रिसमसमा चाहिँ लाइट हालेर सट्ट सजाउन या कलर लगाएर भनेर यस सर अरू केही छ भन्नु पर्ने सर के नभनौँ अहिले हतार हतार यहाँ फेरि डरको माहौल छ एकदमै मान्छेहरूले हामीलाई के भन्ला भन्ने सन भइसकेको छ अनि हामी एकदमै यो के भन्छ एकदमै यो सेफ काम गरिराखेका छौँ त्यही भएर सो ल ओके अब क्रिसमसको लागि पनि हामी डान्स गर्दैछौँ प्र्याक्टिसहरू गर्दैछौँ ल खै स्टेपहरू कस्तो छ सर क्रिसमस पाएदेखि मेरो बच्चाहरू यस्तो छन् डान्सरहरू ल लु 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 क्यामेराम्यान फोकस यता राख न अलिकति हेलो गाइस हामी बेलुकीको समयमा डान्स पनि गर्दैछौँ क्रिसमसको लागि र म जीवन पहिलोचोटि क्रिसमसको लागि नाच्दैछु एकछिन सिङ्गल डान्स हो गुरु